नेपालमा के नै हुन्छ र भनेर खिसीट्युरी गर्ने मान्छेहरूका लागि एउटा गतिलो खबर लिएर आएको छु। संसारमै दुर्लभ मानिएको अङ्ग प्रत्यारोपण नेपालमा सम्पन्न भएको छ, त्यो पनि सरकारी अस्पतालमा। अस्ति भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एउटै व्यक्तिमा मृगौला र कलेजो सफलतापूर्वक एकैचोटि प्रत्यारोपण भएको छ। मस्तिष्क मृत्युबाट प्राप्त मृगौला र कलेजो एकै व्यक्तिमा, दुईटा अङ्ग एकै व्यक्तिमा प्रत्यारोपण गरेर सफलता पाएको हाम्रो जस्तो एउटा विकासोन्मुख देशमा दुईटै अङ्ग एकै व्यक्तिमा प्रत्यारोपण गर्नु भनेको र त्यो सफलता पाउनु भनेको अति नै विरल सफलता हो। प्रत्यारोपण केन्द्रका निर्देशक समेत रहनुभएका डाक्टर पुकार चन्द्र श्रेष्ठको नेतृत्वको चिकित्सकीय टिमले 20 घण्टा लगाएर 51 वर्षका पुरुषलाई मृगौला र कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिदिनु भएको हो। र यो अङ्ग आएको चाहिँ 18 वर्षका युवकको मस्तिष्कको मृत्यु भएको थियो र त्यसपछि उनको परिवारले अङ्ग दान गर्ने निर्णय गर्नुभयो र त्यही युवाको अङ्ग यी व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण भएको हो। अपरेसन सकिनलाई 20 घण्टा जति लाग्यो, सबै अपरेसन सक्नलाई टोटल्ली। सबभन्दा पहिला अपरेसन त्यो अङ्ग निकाल्ने कार्य नै 5-6 घण्टा लाग्यो। त्यो निकालेर हामीले करिब 14 घण्टा जतिमा हामीले मृगौला र कलेजो राख्ने प्रक्रिया पुरा गरेको। कलेजो र मृगौला एउटै व्यक्तिमा एकैपटक सफलतापूर्वक प्रत्यारोपण गरिनु संसारमै विरलै घटना मानिन्छ र यो पहिलो पटक सन् 1983 अस्ट्रियामा भएको थियो। नेपालमा यो सुरु हुनलाई वर्षौँ लाग्यो, तर 13 वर्ष अगाडि स्वास्थ्य मन्त्रालयले स्थापना गरेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अब यो सुरु भइसकेको छ र यो केन्द्रमा अहिलेसम्म 34 जनाको कलेजोको सफलतापूर्वक प्रत्यारोपण समेत भइसकेको छ। निकै कम खर्चमा यहाँ उपचार हुन्छ र मृगौला प्रत्यारोपण त निशुल्क हुँदै आएको छ यो प्रत्यारोपण केन्द्रमा। नेपालको चिकित्सकीय अभ्यास कुन तहमा पुगेछौँ भन्ने यो मापदण्ड हो, जहाँ चाहिँ कलेजो प्रत्यारोपण र मृगौला प्रत्यारोपण एकैचोटि सफलताका साथ, त्यो पनि मस्तिष्क मृत्यु भएको डाटाबाट त्यो हुन्छ भनेको चिकित्सा विज्ञानमा हुने सबैभन्दा ठुल्ठुलो सेवाहरू अब यो देशमा पनि सम्भव छ भन्ने एउटा यो प्रमाणको रूपमा यसलाई लिनुपर्छ। राजनीतिक अस्थिरता, भ्रष्टाचार र खिचातानीका कारण नेपालका थुप्रै ठाउँहरूमा अस्तव्यस्तता छाएको साँचो हो, तर कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भने जस्तै कुनै कुनै ठाउँमा राम्रा मान्छेहरूको नेतृत्व हुँदा त्यहाँ सुधार पनि भएका छन् र संसारलाई उदाहरणीय काम पनि हामीले गरेका छौँ। राम्रा काम गर्ने सबैजनालाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। नेपाल भत्किरहेको मात्रै छैन, नेपाल अघि पनि बढिरहेको छ। नेपालको जय होस्। नमस्ते, म पारस खड्का, former cricket captain and currently secretary at Cricket Association of Nepal. I am very grateful and glad that now I am part of this Tech Skills, and hopefully together we can help you build your career.